यो भनेको अर्ग्यानिक हामी घरमा फलेको मेवा हो। घरेलु हो बड यस्तो मिठो छ। बुझ्नु है, मैले तपाईँलाई नै भनेको। भिडियो बुझ्नु है, तपाईँलाई नै भनेको। तपाईँलाई होइन, अघिसम्म भन्दै हुनुहुन्थ्यो, हेर्दै गर्नु है, मैले तपाईँलाई नै भनेको होइन। मैले तपाईँलाई होइन बोल्यो भन्ने आफैलाई होस् छैन। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई फेरि स्वागत छ मेरो युट्युब च्यानलमा नयाँ ब्लगमा। धेरै दिन पछाडि म तपाईँहरूको सामु आएको छु नयाँ ब्लग लिएर, किनकि म आजभोलि बिजी भएर भनौँ न, बिजी भएर पनि अब के भन्छ, अब यस्तो के अब घरको के भन्छ आइज कामबाट फेरि घरमा काम गर, फेरि के भन्छ घरमा काम गर, फेरि के भन्छ राति सुत, फेरि बिहान उठ, फेरि काम, फेरि त्यही काम गर्दा घर वहाँ काम जाँदा मेरो टाइमै नभएर मैले के भन्छ ब्लग स्टार्ट गरेको थिइनँ। बोल्दा 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 के भयो, मेरो गोब्रो न अफ भयो होइन। भिडियो थियो होला अनि फुल भयो। फुल धेरै भिडियो थिएन, अलिकति भिडियो मात्रै थियो अनि त्यो फुल भयो। अनि सो के हुन्छ कि यहाँनिर भित्र आउने बित्तिकै होइन, उताबाट उज्यालो यताबाट उज्यालो, अनि अनुहारमा पहिलो वाह खुनै नभएको जस्तै अनुहार हुन्छ यार। छ्या अब गाइजहरू यहाँनिर अब लुगा धुने हो, कोही मान्छेहरूले त भन्छन् लुगा नै सफा धुँदिनन्। कसले? तपाईँले, अरू कसले? मैले भने हो त आफै भन्छ अनि मलाई दोस्याउँछौ। के भन्नुहुन्छ, लुगा नै के भन्छ पानीमा खङारेर राख्दै जस्तै गर्नुहुन्छ भन्नुहुन्छ। मलाई रिस नउठाउनु कि रुबी, म तपाईँको टाउको साउको फुटाइदिन्छु। अनि हो त तपाईँले नि त भन्नुहुन्छ लुगा नै नधुए जस्तै के भन्छ के भन्छ कपडा के रुबी म भन्दैछु न अहिले। अनि हो त तपाईँले त भन्नुहुन्छ होइन। साथीहरू थाहा छ म लुगा अब हेर्नु लुगा धुम पनि होइन, लास्टमा अब्जोस पनि मैले नै खाम के भन्छ लुगा। मलाई यसो गर्छौ अनि हिजो के गर्नु हो मसँग, बिर्सिनु भयो? नाटक नगर्नु है, प्र्याङ्क, त्यो प्र्याङ्क भनेर तपाईँले नाटक गर्नुभएको मसँग नि। साथी यस्तो के यार, मान्छे के कुन तालमा हुन्छ के हुन्छ, सुतेको थिएँ मान्छे होइन, मान्छेलाई उठाएर अनि त्यस पछाडि अनि के अरे अनि यहाँ मेरो घरबाट निस्की उसकी हेनतेन हुन्थेन यार। अच्छा म छ केही छैन। अब म पनि लुगा धुन्छु। यहाँ हाम्रो चार्ली यहाँनिर, चार्लु किन हाँचेको बाबा? आज शनिबार हो, आज रिछाउने दिन हो, आज शनिबारको दिन रिछाउने दिन हुन्छ तिम्रो नि होइन। कस्तो गरेको हेर त आजको छानो। यसलाई प्याउले बनाउनुपर्छ के, प्याउले बनाउँदाखेरि यस्तो छ क्या, प्याउले बनाउँदा प्याउले पाराको बस्छ के। अनि सो गाइस त्यस्तै हो। अब म पनि अब लुगा सुगा धुनु पर्यो। यहाँनिर यति लुगा राखेको छ, भाडा राखेको छ। अब उहाँ जाँदा हुन्छ मन्दिर जान आँट्नुभएको छ पूजा गर्नलाई। अब म पनि लुगा सुगा धोएर म पनि आज जानुपर्ने छ काममा, किनकि आज मेरो आन्टीले मलाई फोन गरेर बोलाउनु छ क्या आइज भनेर। अनि त्यही हो। अनि यस्तो भयो अब तपाईँहरूले भन्नुहुन्छ धेरै दिन कहाँ हुनुहुन्थ्यो, भिडियो सिडियो नबनाउनु भन्नुहुन्छ होला होइन। अब कतिजनाको हुन्छ होला, कतिजनाले त ठिकै भयो राम्रो भयो नबनाएको हेनतेन होइन मान्छेहरूले भन्छन्, केही छैन। तर मैले साँच्चै भन्नु भने बिजी भएर के, म बिजी भएर त्यही भएर मैले ब्लग पनि नबनाएको। अनि कन्टेन्ट पनि केही थिएन मसँग। अनि कन्टेन्ट पनि त्यो भनौँ भने अब कन्टेन्टको पनि के भनौँ, त्यो हुन्छ नि अब बिहान अब यस्तो के मैले अघि पनि भने काम बिजी भएर अब बिहान उठ अनि आफ्नो कामहरू गर, अनि त्यस पछाडि काम गर्ने बित्तिकै अनि फेरि पसल जाऊ, अब 10-11 बजे पसल जाऊ, पसल गएर फेरि आऊ, फेरि अब साइकलमा लगाउन पनि मिल्दैन, अब आउने जाने मात्र हुन्छ नि। त्यही भएर मैले अब के सोचेको छु भने त्यो अब कहिलेकाहीँ यसरी ब्लग बनाउँछु, त्यो अब टाइम मिल्दाखेरि ब्लग बनाउँछु, टाइम नमिल्दाखेरि म बनाउँदिनँ। अब आफूलाई पनि अब टाइम दिनुपर्छ नि, काममा पनि त्यहाँ फोकस गर्नुपर्छ। अनि त्यही भएर अनि त्यसै हो। अब के अब लुगाहरू धुन्छु, अब हेर्दै जानु होला। अनुहार कस्तो देखिँदैछ। सो गाइज होइन मैले रेडी भइसक्यो।
जानलाई यहाँ नुहाइधुवाइ गरेर लुगासुगा धोएर बस्नुलाई लुगाहरू सब सुकाएर भाँडाकुँडा मस्काएर अब जान आँटेको छु। भाउजू पनि आउनु छैन, अब कतिखेर आउनुहुन्छ। सो म जाँदैछु, अब भेटौँला फेरि एकछिन पछाडि होइन, म कति बज्यो 12 बजिसक्यो, त्यही 3-4 बजीतिर म आउँछु होला। यो साइकलको यो निकाल्नु भनेपछि भाउजूले ननिकाल्नु भन्नुहुन्छ यार, कस्तो। गाइस म घरमा आइसकेँ, आया कपाल खोल्नु पर्यो, अलिकति राम्रै बन्नु पर्यो। आज नुहाएको चाहिँ कपाल हेर्नु न कस्तो दामी साइनिङ। मेरो कपाल कस्तो, कपाल धुँदा कस्तो साइनिङ आउँछ नि कपालमा, होइन बाबु? अनि म यति राम्रै छु राम्रै छु होइन गाइजहरू। सो म घर आइपुगेको छु अनि हाम्रो बाहिरको माहौल हेर्न सक्नुहुन्छ होला, कालो न कालो बादल छाएको छ पानी पर्नलाई। अनि त्यस्तै हो, आज धेरै दिन पछाडि मैले यस्तो ब्लग स्टार्ट गरेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ होला। हाम्रो मौसम सुहाना है ये आलम है के छ हौ बेबी? ए तपाईँलाई त बेबी के भन्नु यार, कसम गाइजहरू होइन। यो मान्छे भनेपछि नि मेवा यो कसको? एउटा मात्रै ठुलोवाला मैले खाएँ ल। यो भनेको अर्ग्यानिक हामी घरमा फलेको मेवा हो, घरेलु हो। म बन यस्तो मिठो छ। अनि के पकाउनु थियो तपाईँले? आहा अहिले पकाउनु ल, म देखाउँछु। पहिला मेवा खाऊँ, भोग लागेर मन नाटौँ। तपाईँले बोल्न के पकाउनु छ तपाईँले? मान्छेलाई उल्लु मात्रै बनाउन आउँछ, अरू के? बाबा सो म पनि धेरै दिन पछाडि आएको, तपाईँहरू नतर्सिनु होला, किनकि कोही कोही त तर्सेर पनि बेहोस हुन्छन् होला जस्तो लाग्दैछ मेरो हेटर्सहरू, मलाई मन नपराउने मान्छेहरूले। मैले त मलाई आई लभ यु कसले भनेको? भाउजू यहाँ न आई लभ यु लेखेछ सिरियसली। रुबी अधिकारी होइन, आई लभ यु भनेको। सो गाइज होइन, मलाई पनि कसैले आई लभ यु भन्दो रहेछ यार, यो आँखाले विश्वासै गरेन। यहाँ हेर्न सकिन्छ, यहाँ हेर्नु मेरो मेसेजमा स्न्यापच्याटबाट आई लभ यु। अनि सो गाइज होइन त्यस्तै हो, के गर्नु अब। के पाकेछ, के पकाउनु छ साँच्चै भन्नु न? ए चाउमिन कसको लागि हो यो? हेर्न त हेरेको छु, यति धेरै कसको हो? कसको? ए घरमा मैले नै खाइदिएको छु नि होइन, त्यही त। तपाईँ त होइन, तपाईँ त खानु नै हुन्न, तपाईँले त हेर्नु मात्रै हुन्छ हो भनेर होइन। खानु घरमा एउटै खाइदेऊ छ कि सुन भोक लाग्यो भन्छ। तपाईँ मोटाउनु भयो थाहा छ फेरि, त्यसैको लागि राखिदिएको यो। साँच्चै भनेको फेरि मोटाउनु भयो तपाईँ? म मात्रै मोटाएको देख्नु भएको छ, आफू त मोटाउनु भएको छ होइन। म त हेर्नु गाइजहरू, म मोटाउँछु होइन, तर मेरो जिउ होइन, मेरो साइकलले मलाई आयो घटाइदिन्छ नि तिमीलाई। हो त साइकल यता आउने जाने साइकल मात्र, साइकल मात्र के भन्छ मिसिन चलाउँछु, खुट्टाले खटखटको पेटमा बल हुन्छ मिसिन चलाउँदाखेरि, थाहा छैन? अनि मेरो त कताबाट एक्सर्साइज हो भाइ हो। म त होइन गाइजहरू म जति खाएँ भने पनि
तर मेरो जिउमा लाग्ने भनेको लाग्दैन अब म एक्सर्साइज गर्छु बिहान उठेर अब हेर्नुभयो साथीहरू रुबी कहिले आउँछ कहिले यो भाडा मस्काउँछ भनेर म कुनामा राखेको छ यस्तै हो के गाइजहरू त्यो के भन्छ ए मलाई थाहा छैन यहाँ सुन्नु न यहाँ आउनु न मेरो चार्जर लिएर आउनु ल सो गाइज होइन त्यस्तै हो होइन अब मेरो यहाँ जल्ला अब अलि कति पीडा हुँदा मलाई आउँदैन यो बनाउन ए मैले साँच्चै जुन दिन मैले किचनमा नि खाना पकाउन स्टार्ट गरेँ त्यो दिन मान्छेहरू भन्छन् ओहो आज घाम कहाँबाट उग्यो हो पश्चिमबाट भन्छन् होला पूर्व छोडेर पश्चिमबाट उग्यो भन्छन् होला होइन त्यस्तै हो सो गाइज होइन म यो आउँछु यो तताएपछि अनि खान्छु अनि कन्टिन्यू ब्लग गर्छु आई लभ यु सो मच यति धेरै मैले तपाईँहरूलाई यति धेरै मिस गरेको छु नि म भन्नै सक्दिनँ कति धेरै मैले मिस गरेँ होइन सिरियसली होइन मैले बहुत धेरै मिस गरेको छु आई मिस यु सो मच आई लभ यु सबैजनालाई म एकदम खुसी छु धेरै दिन पछाडि मैले ब्लग बनाउनु पाएँ एकदम ह्याप्पी तपाईँहरूलाई मैले बिहान पनि भनिसकेको छु के कसो होइन कारणले त्यही भएर मैले ब्लग नबनाउनु कारण पनि त्यही हो अनि आउँछ अब यो आज भनौँ भने के भन्छ यो 1 दिन 2 दिन 3 दिन त्यस्तो बिराइ आउँछ होला मेरो ब्लग किनकि टाइम मिलेपछि म एमलाई नि के छ टेन्सन होइन ल्याउँछु तपाईँहरूको लागि ब्लग तर राम्रोसँगले हेरिदिनु होला राम्रो कमेन्ट गरिदिनु होला नराम्रो लाग्ने मान्छेहरूलाई कसैलाई मेरो बोलीले मेरो शब्दले नराम्रो लाग्यो भने त्यसको लागि आई एम सरी कान पक्रेर दुइटै होइन सरी अनि के भन्छ मलाई अब हुन्छ नि अब मेरो बोलीले कसैलाई हर्ट गर्छ होला त्यसको लागि सरी अनि जसलाई मेरो बोली मनपर्छ भने उसलाई माया सबैले माया नै छ अलवेज तर मलाई हेट गर्ने मान्छेहरूलाई पनि माया तर मलाई हेट कसले गर्न सक्छ यार म यति राम्रै छु कति कुल्लु प्यारी होइन सो गाइज होइन मैले खानाको चक्करमा ब्लग नै बिर्सेँ बनाउन सकिसक्यो अनि ब्लग स्टार्ट गर्दैछु अघि मैले भनेर देखाउँछु भनेर ए खाल्थ्यो कति धेरै पकाउनु लागेको त्यो अदुवा लसुन नबिर्सी ल मैले भने रुबीलाई त्यही हो भिडियो बनाउँछ बाबा मिठो बनाउनु छ तर मेरो लागि कोक हेर्नु न यति मात्रै सबै खाइदिनु पाप लाग्ला नि पाप लाग्दा रे 2 हुट मात्रै खाएको साथीहरू 2 हुट खाँदा पनि के गर्छ नि त अनि 2 हुट घट्यो भने पनि यति थियो राखिदिन्न त्यो राख्दिँदा नि जस नदिएपछि किन राख्नु भोलि त त्यो पनि राख्दिनु हेर्नुहोस् सुन्दर छ नि भोलिदेखि राख्नु हुँदैन रहेछ के गर्ने खाना दिँदा पनि जस छैन नदिँदा पनि जस छैन बरु राख्दै राखेन भने त कसले के खायो के राख्यो के राखेन थाहा नै हुँदैन किन थाहा हुँदैन घरमा कसले खायो के खायो बोतलले नै थाहा जान्छ को गएको थियो के दिएन नयाँ बोतल हाम्रो नयाँ बोतलमा कतिवटा आइपुग्छ तालको भने त्यसो हेर्नुहुन्छ चाउमिन पनि मलाई यति नै बसाइदिनु थियो जति मैले देखेँ तपाईँहरूलाई योभन्दा अगाडि भ्लगमा त्यही मुखले यत्रो धेरै चाउमिन कसको लागि भनेको इज रेकर्ड अनि त्यो कराईमा मात्रै देखेको साथीहरू हो कराईमा चाहिँ त्यो जादु कराई हो त्यसमा चाहिँ यति देखिन्छ थालमा चाहिँ यो थालले खाइदिन्छ त्यसमा चाहिँ यति देखिँदैन अनि झुट बोलेको साथी मलाई केही भिडियोमै पक्रिहाल्नु हुन्छ साथीहरू अघि के भन्दै थियो के बोल्दै थियो भने त्यो कोकको पनि ताल त्यही हो बोतलमा अघि धेरै लेखेको थियो अहिले भिडियो खोल्ने बित्तिकै थोरै भयो घटेर होइन त्यस्तो केही होइन साथीहरू म झुट बोल्छु र यस्तो मासु अनुहार हेर्नु न म बिचारा म चाहनु बस्छु नि जस्तो झुट नबोल्ने मान्छे को छ र यहाँ दुनियाँमा हो त
म झुट बोल्छु नि, म महा झुटी हो। भिडियोमै रेकर्ड छ, झुट कसले बोल्ने छैन भनेर, किनकि अघि कि भ्लगै नबनाउनु पर्थ्यो त्यही भनेर। त्यो होइन मलाई राखिदिनु भएको रहेछ पिचिक्क भन्यो भने सकिहाल्छ। यो कति कति धेरै कसको लागि उनीहरू अहिले थालमा हालेपछि यति यति थियो घटेर यति भयो। कराईमा चाहिँ धेरै देखिने थालमा त्यो साथीहरू अँधेरा थियो नि, अँधेरा हेर्नु नि, अँधेरा अँधेरामा त्यो कराई देखिएको मैले जुम गरेको थिएँ। जुम गरेर धेरै देखेको त्यसो त मैले जुम गर्दा मलाई साथीहरू अझै केही खानेकुराहरू थोरै देख्नुभयो भने जुम गरेर हेर्ने गर्नु धेरै देखिन्छ। अनि त्यसो गरेर चाहिँ टन्नै गर्छ मलाई जुम गरेर देख्नु साइकल हाल्दैन। हेर्नु साथीहरू यो रुबीले साइकल पनि ल्याएर बाहिर राख्छ है, थन्क्याउँदिनँ नि। के अरे साइकल पनि ल्याएर म बाहिर राखेको चाहिँ थन्क्याउँदिनँ पनि। राम्रो रुबीको काम छैन साथीहरू, झुटमाथि झुट बोल्छ त्यस्तै। के हेर्दै हुन्छ सर तपाईँ इलेक्ट्रोनिक काम सिक्दै हुँदै क्या कि कुन चाहिँ घरमा माथि त्यो बिममाथि केही बसेको देखेर आएर मोबाइलमा केही देख्नु हो पहिला त्यही हेरेर आउँदो हुन्छ। त्यही हो हामीले चिया खायौँ हामी त है। खाइसकेको हो कि अब घर बनाउने कसैलाई आँट गर्न मैले आफै सुरु गर्नु पर्यो। कहाँ यहाँदेखि ल साथीहरू होइन त्यस्तै हो। मैले खाजा खाएँ। अब मेरो साइकल हेर्नु न, मेरो आज यस्तो पानी पर्ला जस्तो हुँदै थियो। साइकल आकाशसँग माने पानी त पुरै छिटेर त्यो आकाशसँग च्यालेन्ज गरेर आएको थियो कि म आकाशलाई। आकाश भने बित्तिकै को आकाश, केटा आकाश नभनौँ, आकाश भनेको आकाश माथिको आकाश। त्यो के हो पानी साइकल कुदाउनु च्यालेन्ज गरेर आएको अरे। त्यो पानी पर्छ नि आकाश, त्यो यसरी पक्रिन्छ क्या मान्छेले झुट होइन। आज पानी पर्न आँटेको थियो अनि मैले भने हेर्नु आकाश। म त आकाश भनेको माथिको आकाश के अहिले म यो भिडियो हेर्ने मान्छेले को आकाश फेरि कहाँदेखि आकाशको आकाश भन्ने बित्तिकै कहाँ सोच्न थाल्छन् नि। त्यही भएर त्यो आकाशको बारेमा होइन म यो माथिको आकाशको बारेमा भन्दैछु है। बुझ्नु है, मैले तपाईँलाई नै भनेको। भिडियो बुझ्नु है, तपाईँलाई नै भनेको। तपाईँलाई होइन अघिसम्म भन्दै हुनुहुन्थ्यो हेर्दै गर्नु है, मैले तपाईँलाई नै भनेको होइन। मैले तपाईँलाई होइन बोले भन्ने आफैलाई होस् छैन आज। मैले यो भन्न खोजेको कि मैले त्यो आकाशलाई भनेको होइन, तपाईँलाई भन्दैछु सुन्नु है राम्रोसँगले। मैले त्यो आकाश होइन माथिको आकाशलाई भनेको, मैले यो भन्दैछु सुनिराख्नु है तपाईँले भनेको मैले। अनि सो मैले त्यो आकाशसँग मैले भने त पानी पर्नुभन्दा अगाडि म आउँछु पुग्छु भनेर मैले च्यालेन्ज गरेर छिटो साइकल कुदाएर आएको। अनि भिजेँ म होइन छिट्याइ राख्यो भेटेन भनेको म चारलाई लिएर जाँदा छिट्याउँदै थियो। छिट्याइरहेको थियो त सानो छिट्याउँदै थियो क्या। म त सोचेँ अब ला पानी पर्छ ल, किनकि म चारलाई लिएर गएर तर म बाटोमा हिँड्दाखेरि थाहा छ भाउजू एकदम गेम जस्तो हुन्छ कि मेरो। अब यो लेभल 2 लेभल 3 लेभल 4 गरेर मैले गेम राखेको छु कि बाटोमा। कुन बाटो लेभल 1 जाँदा लेभल 1 होइन, म त यताबाट जाँदाखेरि लेभल 1 हुन्छ, उताबाट पनि आउँदा जहाँबाट स्टार्ट गर्नु त्यहाँबाट लेभल 1 हुन्छ। अब देख्नु तपाईँको जुन मन्दिर छैन त्यहाँदेखि म त्यसलाई लेभल 1 बनाउँछु, लेभल 1। अनि त्यहाँदेखि मन्दिरदेखि फेरि हाम्रो त्यो अर्को छैन के भन्नु न, त्यो मामा घर जाने बाटो के अरे भालखुडी जाने बाटो, त्यहाँदेखि लेभल 2। यहाँ हाम्रो घरमा आउँदा लेभल 3। सो मैले गेम बनाएको छु कि लेभल 1 लेभल 2 अनि त्यो गेमको हिसाबले म हिँड्छु कि। त्यो अब मलाई लेभल 1 मा जानु छ जसरी पनि, अब पुग्नु छ लेभल 2 लेभल 1 पुरा गरेर लेभल 2 पुरा हुन्छ भने तर साइकल साइकल चलाएर अनि त्यस पछाडि लेभल 1 मा यस्तै पुग्छु। बुझ्नु साथीहरू त्यस्तै हो। सो आज मैले त्यस्तै हो भयो। आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु अनि सब्सक्राइब गरिदिनु होला। राम्रो लाग्यो भने कमेन्ट गरिदिनु, नराम्रो लाग्यो भने पनि कमेन्ट गरिदिनु कि मलाई टेन्सन छैन, मलाई मतलब छैन नराम्रो कमेन्ट। म सोच्दैछु कि बुझ्नु साथीहरू रुबीलाई खतरा प्राङ्क गरिदिएको मैले।
मजा आयो रुबी त हिँडी घर छोडेर म त कसम भनेर आधा बाटो पुगेको थिएँ धन्न के भन्छ उताबाट मुवा ड्याडी आउँदो हुन्थ्यो बिहेबाट कुचिङ पारा होइन कुचिङ पारा कसले हिँड्नु भएको थियो त सङ पार्दै प्र्याङ्क भन्न आउँदै पनि प्र्याङ्कको बाहनामा साथीहरू के गएर हेर्नु होला नि उहाँको प्र्याङ्क के हो कसो हो प्र्याङ्कको बाहना होइन बाबा प्र्याङ्कै गरे आउँछ प्र्याङ्कको बाहना गर्थ्यो भने किन अलि जानु भन्थ्यो हामीलाई त आउँदैन त त्यस्तो घरबाट निस्केर गइहाल्नु मेरो घरमा बस्नु परेको छ त्यो त मुवा ड्याडी खाना खाइहाल्नु पो टन्न भइहाल्यो जानु नभएको बेलामा नि त्यही त सो गाइस त्यस्तै हो अब नयाँ मान्छेहरू जुट्नु भएको छ होला मेरो ब्लग हेर्दा हुन्छ होला उहाँहरूले पनि यसो सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन भने यसो सब्सक्राइब गरिदिनु यसो माया देखाइदिनु कमेन्ट गरिदिनु म नयाँ छु भनेर पनि कमेन्ट गरिदिनु होला अनि थाहा हुन्छ नि अनि सो अब धेरै 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 अति धेरै नै मन पर्यो भने पनि मलाई रातो मुटु पठाइदिनु होला कविता भाउजूलाई मन पराउँछ भने तपाईँलाई रातो टाउको यसो गऱ्यो रातो टाउको पठाइदिनु मलाई मुटु पठाइदिनु ल यस्तो क्युट क्युट पारेको ल उल्टो हुन्छ तपाईँलाई टाउको आउला नि फेरि आउँदैन ल गाइस बाई बाई टेक केयर धेरै लामो भयो लभ यु सो मच बाई 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 गाइज बाई बाई